গুড মর্নিং বন্ধুরা, আজকে আমি আপনাদের নেপালি ভাষায় ভিডিও বানিয়ে দেখাবো। অনেক দিনের এক পুরনো ফার্মার, তার ফার্মেই আসছি আজকে। তো তার সঙ্গে কথা বলবো। তিনি হচ্ছেন এক স্কুল টিচার, তার সাথে সাথে সে একজন হচ্ছেন ফেমাস সিঙ্গার। তো চলেন আপনাদেরকে আমি ফার্মের ভেতরে নিয়ে যেয়ে দেখাচ্ছি। চলেন। पहिला हेर्नु, यो सर चाहिँ बहुत पुरानो फार्मर हो। अन्त सरको प्रोफेसनल आफै भन्छ के गर्छ गर्दैन। सर अलिकति भन्नु। अब प्रोफेसनलको हिसाबमा त एक्चुअलमा म त स्कुलमा सर्भिस गर्छु, तर यो चाहिँ काहीँ न काहीँ यसो लाइभ स्टकको प्लानिङ चाहिँ पहिलेदेखि नै चलिरहेको थियो। प्लस एउटा माने आफ्टर रिटायरमेन्टको जुन चाहिँ एउटा प्लान प्रोग्रामको लागि चाहिँ अब यो अहिलेदेखि नै प्र्याक्टिस गर्दैछु। अहिलेदेखि प्र्याक्टिस गरेको भने अहिले मोटामोटी भयो 2018देखि गरेको होला। तर योभन्दा अगाडि पहिले अरू जग्गा थियो काम। यो चाहिँ मैले 2020को आफ्टर लकडाउन चाहिँ यहाँ सिफ्ट गरेको, किनभने अलिकति लार्ज स्केलमा गर्नु पर्दाखेरि चाहिँ यहाँ फेरि गरेको। अहिले यहाँ मोटामोटी कमसेकम 70देखि 80वटा लाइभ स्टक चाहिँ लाउन सक्छ यो डल्लै फार्ममा। अन्त अहिले क्यापेसिटी चाहिँ त्यति छ। तर अहिले फिलहाल चाहिँ यो 13 पिस जो यो जति पनि बच्चाहरू देख्दैछ, यो बच्चाहरू सबै मेरो आफ्नै यहाँकै प्रोडक्सन हो। यसमा 8वटा फिमेल छ। सर यो तपाईँको त आफ्नै प्रोडक्सन हो, घरकै बच्चा। हजुर। यसको सर उमेर कति दिन हुँदैछ, बडी वेट कति छ सर? यो मोटामोटी 5 महिना 7-8 दिन भयो भनौँ। यसको बडी वेट कति होला, मोटामोटी अहिले 45-50, यिनीहरू त 50 भयो। अन्त मोटामोटी त्यो जुन चाहिँ मेलहरू छ त्यो 50+ भइसकेको छ 5 महिना 7-8 दिनमै। त्यो चोकर छ, माने गहुँको चोकर, मकै दाना, त्यसको बादमा अन्त अलिअलि अर्ग्यानिकहरू जो अलिअलि पकाएको हुन्छ त्यो चाहिँ जस्ट अलिकति त्यो म्यारिनेट गर्नलाई सजिलो हुन्छ भनेर मात्रै। अन्त फिडसित मिक्स गरेर दिँदैछु, जसको बदौलत चाहिँ मोटामोटी रिजल्ट यतिको अब राम्रो छ। सर तपाईँकोमा त दुइटै रहेछ, फ्याटनिङ पनि छ, ब्रिडिङ पनि छ। ब्रिडिङ पनि छ। हजुर सर कसै कस्टमरले बच्चा चाहिएपछि बच्चाको चाहिँ यस्तो छ, मैले योभन्दा अगाडि त मैले थुप्रो बच्चा बेचेँ, धेरैले लग्यो होइन। तर योपालि चाहिँ यस्तो छ, यो बच्चा प्रोडक्सनको बादमा चाहिँ मैले जो यिनीहरूको माउ जो छ, दुईवटा छ माउ, दुईवटा माउलाई चाहिँ मैले त्यसको बादमा मैले ब्रिडिङ गराइनँ, म्याटिङ गराइनँ, किनभने तिनीहरूलाई म फ्याटमा निकालेर अब चाहिँ यो जुन चाहिँ 8वटा फ्रेस यहाँदेखि चाहिँ म प्रोडक्सन थाल्ने। अन्त प्रोडक्सन चाहिँ मेरो लगभग अब 2 महिनाको बादमा चाहिँ अहिले मोटामोटी अब जुलाई अगस्तको लास्टदेखि चाहिँ कम्प्लिटली क्रसिङ अब म्याटिङ सुरु हुन्छ। सर मिटिङ हुनुको लागि एउटा फिमेलको बडी वेट चाहिँ कति हुनुपर्छ? नर्मल्ली 60+ हुनुपर्छ, 65-70, 60+ भयो भने चाहिँ के हुन्छ भने त्यसको बडी अझै राम्रो भएर जान्छ। प्लस जो बच्चा डेलिभरी राम्रोसितले हुन्छ र आफ्टर 60-70 केजीकोमा चाहिँ बादमा म्याटिङ भयो भने चाहिँ के हुन्छ नि, यिनीहरूको वेट फेरि आफ्टर डेलिभरी त्यस्तो साह्रो माने बच्चाको मोर्टालिटी चाहिँ कम्ती हुन्छ। सर कसैले बच्चा चाहिएपछि अलिकति तपाईँको नम्बर चाहिँ भन्दैन? मेरो नम्बर चाहिँ म भनिदिउँला, 9609886496। तर स्पेसली अब बच्चाको लागि हो भने चाहिँ मेरोमा अहिले चाहिँ एट प्रेजेन्ट चाहिँ बच्चाको कुनै यस्तो छैन। तर अब जुन चाहिँ मैले भनिहालेँ अगस्तदेखि चाहिँ म म्याटिङ सुरु गराउँछु भनेपछि सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर लगभग जनवरी फेब्रुअरीदेखि चाहिँ मेरोमा बच्चा एभाइलेबल हुन्छ। सर यो नयाँ फार्मरहरू फार्म खोलेपछि कुन चाहिँ ब्रिडमा काम गरेपछि चाहिँ राम्रो हुन्छ सर? त्यो त यस्तो हुन्छ कि सबैको आफ्नो आफ्नो सोच हुन्छ। अब कसैले एकदम प्योर ब्लड डाइलमा त्यसमा अब उनीहरूले फार्मिङ गर्ने प्लान गरेको हुन्छ कसैले। तर मैले चाहिँ पहिले प्योरहरू पनि गरेर हेरेँ, तर अहिले चाहिँ मिक्स ब्रिडमा गर्दैछु, जसमा चाहिँ मेरो त्यो योर्कसायरको, ह्याम्पसायरको, अब ड्युरोकको पनि त्यो मिक्स ब्रिड छ। अन्त जसमा चाहिँ तर ब्रिड त राम्रो छ भने त त्यसै पनि राम्रै हुन्छ, तर पनि मैले मेरो
जुन चाहिँ एक्सपिरियन्स जो छ एक्सपिरियन्स र एक्सपेरिमेन्ट जो छ त्यो अनुसारमा चाहिँ फिड चाहिँ A1 क्वालिटी फिड चाहिँ मायने राख्छ फिडले चाहिँ चाहे त्यो मिक्स ब्रिडै छ भने यो सबै मिक्स ब्रिड हो होइन तर पनि अब F1 हो हजुर F1 हो तर रिजल्ट राम्रो छ बडीको ग्लेजहरू अब यिनीहरूको जुन चाहिँ अब बडी स्ट्रक्चरहरू छ यो सबै माने फिडको काम नै हो यिनीहरूले जति मात्रामा खानु पाउनु पर्ने त्यति दिनुपर्छ जति प्रोटिन चाहिन्छ जति चाहिन्छ। क्याल्सियम चाहिन्छ न्युट्रिसन न्युट्रिसन जति चाहिँ चाहिन्छ न्युट्रिसन फिडमै चाहिँ न्युट्रिसन पाइहाल्छ एकदम न्युट्रिसन फिडको चाहिँ एकदमै जरुरी छ न्युट्रिसन फिड प्लस यो ड्राई फिड जो छ यो चलाउनमा चाहिँ एउटा के बेनिफिट छ भन्दाखेरि अहिले फिलहाल कतिवटा जग्गामा फेरि त्यस्तो खालको फ्लू आएको छ अरे कतिजनाको धेरै सुँगुरहरू मरेको सुने तर मेरोमा चाहिँ अहिले त्यो ड्राई फिड प्लस म उल्टा पुल्टा खुवाउँदिनँ वेस्टेजहरू म खुवाउँदिनँ जसले गर्दा मेरोमा अहिले वेस्टेजमा के प्रब्लम हुन्छ वेस्टेजमा सबभन्दा फर्स्ट प्रब्लम त बच्चाहरूको जुन चाहिँ ग्रोथ जुन चाहिँ हुन्छ अब त्यो यस्तो हुन्छ नि बिस्तारै बिस्तारै हुन्छ माने एउटा सानो 2 महिनाको बच्चाले पाउनुपर्ने कतिको प्रोटिन हो र त्योभन्दा फेरि त्यसको बादमा 4 महिनाको बच्चाले पाउनुपर्ने प्रोटिन कति हुन्छ त्यसको मात्रा केही हुँदैन क्या जो होटल वेस्टेजमा गराउँछ जो एकदम जबरजस्ती गरेर चलाउँछ अन्त त्यसकारण चाहिँ उनीहरूको त्यो नियमित रूपले चाहिँ उनीहरूको ग्रोथ हुँदैन अनि 50 केजी 0 देखि 1 क्विन्टलको लागि कति दिन टाइम चाहिन्छ 0 देखि 1 क्विन्टलको पुग्नुको लागि चाहिँ एकदमै सिस्टमेटिक एकदम प्योर फिड मात्रै गऱ्यो भनेदेखि यिनीहरू 6 देखि 7 मन्थमा क्विन्टल हुन्छ यो बिमारीको लागि चाहिँ के एसेन्सियल मेडिसिन चाहिँ युज गर्नुपर्छ मैले चाहिँ मेरो एक्सपेरिमेन्ट र एक्सपिरियन्स जो भएको छ त्यसको अनुसार चाहिँ मैले जस्तो पहिले जुन चाहिँ आइरनको होइन इन्जेक्सनहरू दिएँ तर त्यसमा पनि मलाई त्यत्रो रिजल्टहरू उयो भएन अन्त त्यसको बादमा चाहिँ अहिलेको चाहिँ वर्तमान यसमा चाहिँ म के गर्छु भने यिनीहरूको जुन दिन डेलिभरी हुन्छ फर्स्ट डे पार भएर सेकेन्ड डेको दिन चाहिँ म यिनीहरूको दाँत कटिङ गर्छु टिथ कटिङ हुन्छ सेकेन्ड डे अन्त त्यसको बादमा चाहिँ अरू केही गर्दिनँ यिनीहरू 25 देखि 30 डेजको भित्रमा त्यसको बादमा चाहिँ म यिनीहरूलाई अब डिवर्मिङ गराउँछु माने जुगाको दबाई कृमिको दबाई अन्त त्यसको मोटामोटी 12-13 दिनको बादमा चाहिँ म यिनीहरूलाई स्वाइन फ्लूको एकपल्ट भ्याक्सिन गराइदिन्छु यो कस्टेसन कति दिनमा गरेपछि चाहिँ राम्रो हुन्छ कस्टेसनको मोटामोटी 45 डेज 2 मन्थको जो हुन्छ पिरियडहरू तिनीहरूकोमा गर्दाखेरि चाहिँ यिनीहरूकोमा के हुन्छ नि त्यो उनीहरूलाई त्यो पेन हुने चाहिँ कम्ती हुन्छ बच्चाहरूमा यिनीहरूलाई त्यति साह्रो थाहा पाउँदैन क्या एउटा कुरा छ यो स्वाइन फिभरको अन्त एफएमडीको यो चाहिँ अलिकति एभोइड गरेपछि राम्रो कि त्यो टिका चाहिँ लगाउनै पर्छ होइन त्यो त लाउनै पर्छ यिनीहरूको यस्तो छ मैले के भने अघि पनि मैले भने सेकेन्ड डेमा टिथ कटिङ हुन्छ 30 डेज 25 देखि 30 डेजको भित्रमा त्यहाँबाट डिवर्मिङ गराउँछु त्यसको बादमा मोटामोटी 35 डेज 40मा भ्याक्सिनेसन हुन्छ स्वाइन फिभरको ठिक छ अब त्यो स्वाइन फिभरको भ्याक्सिनेसन भइसकेपछि चाहिँ यिनीहरूले अब आफ्टर 6 मन्थ फेरि गर्नुपर्ने हो तर आफ्टर 6 मन्थ गऱ्यो भने भ्याक्सिनेसन गर्दाखेरि स्वाइन फिभर गर्दाखेरि राम्रो हो तर के हुन्छ भने बच्चामा त भ्याक्सिन गर्नु सजिलो छ तर जब यिनीहरूको ग्रोथ ठुलो भइसकेपछि यिनीहरूलाई भ्याक्सिन गर्नु अलिक अप्ठ्यारो हुन्छ तर अब नेक्स्टमा जुन चाहिँ यिनीहरू 50-60 केजी जब प्लस भइसकेपछि जो 6 महिनाको बादमा अब 6 महिनामा त मोटामोटी यिनीहरू पुग्छ 70 केजी जस्तो पुग्छ होला त्यतिखेर चाहिँ अलिअलि जो फिभरहरू हुन्छ यिनीहरूले त्यो चाहिँ डाइजेस्ट गर्न सकिहाल्छ त्यसले त्यत्रो इफेक्ट पर्दैन त्यो अलिअलि हामीले केही यसो ज्वरोको त्यतिखेर इन्जेक्सनहरू दियो भने भइहाल्छ सेकेन्ड भ्याक्सिनेसन चाहिँ गर्दा एकदमै राम्रो तर नगर्दाखेरि पनि त्यत्रो इफेक्ट पर्दैन तर यिनीहरूको फिडिङ जो छ फिडिङ चाहिँ एकदमै केयर गर्नुपर्छ होटल वेस्टेजहरूमा म्याक्सिमम गर्नेमा चाहिँ जसले गर्छ उनीहरूकोमा चाहिँ यो जुन चाहिँ अब एउटा समर टाइममा जुन चाहिँ गर्मीको टाइम हुन्छ होइन त्यतिखेर चाहिँ अलिकति त्यस्तो फ्लूहरू आउँछ क्या अन्त त्यतिखेर चाहिँ यिनीहरूलाई बचाउनु साह्रो पर्छ त्यसकारण यो एकदम कम्प्लिटली कम्पनीको न्युट्रिसन फिड जो छ ड्राई फिड यसमा चलाउँदा चाहिँ
हतपत बिमारीहरू त्यस्तो आउँदैन। अन्त त्यसकारण चाहिँ हिटमा गरेपछि चाहिँ हिटमा राम्रो। गरेको चाहिँ राम्रो हो। यो चाहिँ पुरा कन्जर्भ गर्छ यिनीहरूले त्यो ड्राई फिल गरिसकेपछि। त्यसको लागि चाहिँ मैले एकदम देशी जुगाडमा यो पानीको पानीको ट्याङ्क हो। अब ठुल्ठुलो यो जुन ट्याङ्की चाहिँ बनाएर निप्पल जुन चाहिँ लगाएछ हजुर, यो निप्पलमा के फेसिलिटी रहेछ? निप्पल चाहिँ यस्तो छ कि यो चाहिँ मैले यो अनलाइन मगाएको हो, तर यो चाहिँ मैले आफ्नो आइडियाले बनाएको। किनभने यिनीहरू अब देशी जुगाडमा यत्रोलाई मैले अब ट्याङ्की गर्नुपर्दाखेरि कमसेकम मलाई 2 लाख रुपियाँ खर्च चाहिन्छ। तर अब मैले यो ट्याङ्की गरेँ, अब यसमा निप्पल फिट गर्दैछु। त्यसमा म डेली मैले बिहानको सिफ्टमा फर्स्ट हाफमा जो फिडिङ गराउँछु त्यति बेला चाहिँ पानी राखिदिन्छु। अब त्यो पानीले गर्दाखेरि चाहिँ अब यिनीहरूले दिनभरि त्यही पानी यो निप्पलबाट खान्छ र यो बच्चाहरू चाहिँ सबै निप्पलमा यिनीहरू हेबिट भइसकेको छ। फ्याटनिङ गरेपछि चाहिँ लाभ छ कि तपाईँको ब्रिडिङ गराएपछि चाहिँ बेसी लाभ छ? राम्रोसितले अब हिसाबले गऱ्यो भने त ब्रिडिङमै फाइदा हो। किनभने जस्तो मानिलिउँ यहाँ मेरो अहिले ठुलो अब जस्तो एउटा बोर लगायो भनेदेखि फिमेल जो हुन्छ होइन, गिल्ड जो लाउँछु त्यो मोटामोटी 10 वटा जान्छ, एउटा बोर जान्छ। तर मैले 10 वटा र योसित एउटा बोरसित 11 वटामा त पाल्नुपर्छ होइन। 11 वटामा त पाल्छु, तर त्यो जब 10 वटाले बच्चा दिन्छ त्यो बच्चा त मैले 10 वटालाई मात्रै मेन्टेनेन्स गर्नु परिरहेको थियो नि त। त्यसले बच्चा त दिइहाल्यो, बच्चाको लागि त म 2 महिना खर्च, त्यसको बादमा बच्चा डल्लै सेल गर्दा फेरि मैले 10 वटामै मात्रै फोकस गर्नुपर्छ। अन्त त्यसकारण चाहिँ एक्चुअलमा चाहिँ बेनिफिट हो भने चाहिँ ब्रिडिङमै ठिक हो एकदम। लु सर, तपाईँ यति कुरा भन्यो, नयाँ फार्मरको लागि अलिकति एउटा मेसेज दिइहाल्नु। जुन चाहिँ नयाँ फार्मर एकदम स्टार्टदेखि चाहिँ सुरु गर्नु। अब यस्तो छ क्या, एक्चुअलमा फार्मर भन्दाखेरि मेरो त एउटा इन्ट्रेस्ट हो, सक हो। अन्त प्लस माने रिटायरमेन्ट प्लान पनि छ। अन्त त्यस कारण चाहिँ म अहिलेदेखि नै प्र्याक्टिस गरेको। तर एउटा कुरो चाहिँ सिम्पल छ क्या, जो यो युथहरू यङहरू जति पनि बाहिर गएर कमाउँछ आजको दिन 15, 20, 25 हजारमा उनीहरू खुसी भएर जो कमाउँछ। कतिजना त यस्तो हुन्छ कि फरेनतिर जानुको लागि के अरे कमसेकम 7 लाख, 8 लाख, 10 लाख दिएर बाहिर गइरहेको हुन्छ। तर आजको दिनमा आफ्नो जग्गा जमिन छ र फार्मिङपट्टि लाग्यो भनेदेखि त्यो उनीहरूको जुन चाहिँ 4-5 लाख रुपियाँ इन्भेस्ट गरेर जो बाहिर जान्छ, बाहिर जाने बित्तिकै 4-5 लाख कमाइ हुँदैन नि त। तर त्यो 4-5 लाख चाहिँ इन्भेस्ट गरेर यिनीहरूले जस्ट 1 साल मात्रै आफ्नो टाइम इन्भेस्ट गर्यो भनेदेखि मोटामोटी यति गर्नुलाई 3 देखि 3.5 लाखमा यो भइहाल्छ। 4 लाख भनौँ, ठिक छ। फाउन्डेसन सबै मिलाएर त्यहाँबाट यिनीहरूलाई फिडहरू गर्दाखेरि लो अझै 1 लाख रुपियाँ राख्ने, 5 लाखमा 1 साल पर्खिँदा त्यसको बादमा त फरेन किन जानु? फरेन त घुम्ने जाने बेला हुन्छ नि युथहरूको त। अब हाम्रो त कुरा छोड्नु, तर युथहरूले चाहिँ त्यो गर्नु चाह्यो भनेदेखि फार्मिङमा चाहिँ अब राम्रो छ क्या। तपाईँ आइदिनु भयो, मेरो फार्म भिजिट गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र भाइको अब यो सानो यस्तो ब्लग्सहरू चलिरहँदो रहेछ होइन, भाइको च्यानल जो छ सबैले सब्सक्राइब गरिदिने। अलिकति यसरी नै सबैको जुन चाहिँ एउटा यसरी नयाँ कुरोहरू देखाएर जुन चाहिँ मोटिभेट जो हुँदैछ, सबैलाई एउटा सबैसित राख्ने प्रयास जो भइरहेछ एकदमै राम्रो कुरो हो। र भाइको च्यानललाई सबैले सब्सक्राइब गरिदिने, उहाँलाई सपोर्ट गरिदिने, म त त्यही भन्न चाहन्छु। हुन्छ, थ्याङ्क यू।